ल अर्थ केही ल्याइदिनु सकेको छैन। यो घरको कोसेली यो शुद्ध भैँसीको प्योर घिउ। ल घिउ खाएर मोटाउ। ओहो, हाम्रो भैँसीको घिउ यो दुध दिँदैछ भैँसीले अझै। तिम्रो भैँसीले कहाँ दुध दिनु नि? तिम्रो भैँसी त बुढी भइसक्यो, लट्ठी टेकेर हिँड्छ हिजो आज। तिम्रो भैँसी त घाँस र परालै छुट्याउन नसक्ने भइसकेको थिए। मैले भेटेरिनरी डाक्टरलाई देखाएर जचाएर अनि आँखामा चस्मा लगाइदिएको छु। हिजो आज त तिम्रो भैँसीले चस्मा लगाएर हिँड्छ। बल्ल चस्मा लगाएपछि अनि घाँस र पराले छुट्याउन सक्ने भएको छ। अनि बाख्रा नि बाख्रा बाख्रा तिम्रो बाख्रा त पहिलेकै एउटा कहाँको एउटा बोको आएछ, अपरिचित बोको। त्योसँग सुट्ट पहिले गई कत्रो चाहिँ मलाई यहाँ हाँसु पार्थे। बोका नि बोका, हाम्रो बोका 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 बोकाको उमेरले धोका दिए। ल अर्थ केही ल्याइदिनु सकेको छैन। यो घरको कोसेली यो शुद्ध भैँसीको प्योर घिउ। ल घिउ खाएर मोटाउ। ओहो, हाम्रो भैँसीको घिउ यो दुध दिँदैछ भैँसीले अझै। तिम्रो भैँसीले कहाँ दुध दिनु नि? तिम्रो भैँसी त बुढी भइसक्यो, लट्ठी टेकेर हिँड्छ हिजो आज। तिम्रो भैँसी त घाँस र परालै छुट्याउन नसक्ने भइसकेको थिए। मैले भेटेरिनरी डाक्टरलाई देखाएर जचाएर अनि आँखामा चस्मा लगाइदिएको छु। हिजो आज त तिम्रो भैँसीले चस्मा लगाएर हिँड्छ। बल्ल चस्मा लगाएपछि अनि घाँस र पराले छुट्याउन सक्ने भएको छ। अनि बाख्रा नि बाख्रा बाख्रा तिम्रो बाख्रा त पहिलेकै एउटा कहाँको एउटा बोको आएछ, अपरिचित बोको। त्योसँग सुट्ट पहिले गई कत्रो चाहिँ मलाई यहाँ हाँसु पार्थे। बोका नि बोका, हाम्रो बोका 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 बोकाको उमेरले धोका दिए।